ओ गाइज व्हाट्सएप म चाहिँ अब आज लङ टाइम पछि चाहिँ फेरि भिडियो बनाउन लाग्छ है एकदमै लङ टाइम पछि सबैले ह्याप्पी न्यू इयर है फेरि आज चाहिँ 2082 चाहिँ लास्ट डे होला सायद होइन आज लिभ इयर हो भोलिदेखि चाहिँ 2083 हुँदैछ होइन ह्याप्पी न्यू इयर सबैलाई ओहो ह्याप्पी न्यू इयरमा चाहिँ यो फुड चाहिँ भाइले चाहिँ पुरा बाइक धुन लाग्छ है भाइ राम्रोसँग हो भाइ लास खलास भाइ हेर त ओहो ल खतरा धुन लाग्छ ल यो भाइले बल्ल चाहिँ बाइक धुन लाग्छ ल बाइकले पनि नयाँ वर्ष आज जस्तो छ बल्ल बल्ल यसले बाइक धुन धोएको देखेँ ल फर्स्ट टाइम देखेँ है ल यसले बाइक धुँदा ओ भाइ के हो बोल त हजुर दाइ के हो बाइक राम्रोसँग धुनु पर्दैन ल यसले चाहिँ आज चाहिँ बाइक धुँदै रहेछ है ल ल ल यसले बाइक धुन ला रहेछ कतिको राम्रो धुन्छ हेरौँला हेरौँला है हेरौँला तिम्रो अनुहार यहाँ ओ भाइ यता हेर त भाइ के अरे तर्केर अनुहार देख्छ अरे भाइ फेरि जोस् भाइले जोस् बाइक चाहिँ धुन्ला होइन म चाहिँ लङ टाइमपछि भिडियो बनाएको आज हाम्रो गाउँ चाहिँ आजभोलि एकदमै हरियाली भइसकेको छ पहिलाभन्दा एकदम राम्रो भइरहेको छ आजभोलि आज चाहिँ न्यु इयर पनि हो एकदमै यो हरियाली देखाएको छ हो एकदम राम्रो देखाएको छ यहाँतिरको मौसम पनि एकदम राम्रो छ आज म चाहिँ धेरै पछि आज भिडियो बनाएको आफ्नै घरबाट चाहिँ देखिने दृश्य हो यो जताततै हरियाली हुँदै आएको छ अहिले चाहिँ धेरै पछि भिडियो बनाएँ आज मैले भिडियोहरू नहालेँ पनि धेरै भयो युट्युबमा पुरै फल्याएको छ के हो यो राम्रो आइरहेछ भिडियोहरू पनि भिडियो नहाले त धेरै भयो आजभोलि लगभग बिजी भएर पनि हो अलिकति बिजी पनि भएँ अस्ति चाहिँ बाहिर पनि गाँसी दोलखातिर गएको भएर पनि त्यति भिडियोहरू बनाउन पाएन एकदमै बिजी भएर नै मैले भिडियोहरू नबनाएको आज चाहिँ धेरै पछि एउटा भिडियो बनाएको छु सबजना हेरेर साथ दिनु होला हरियाली देखिरहेको छ सबजना यता यस बच्चाहरू पुरै आफ्नो तालमा छ होइन यसहरू भान्जी के छ ठिक छ हो ए बच्चा के हो न्यू इयर प्रिपरेसन ओहो ल न्यु इयर प्रिपरेसन ए ल ल ल है ल ल ठिक छ है यो चाहिँ हाम्रो रेस्टुरेन्ट है रेस्टुरेन्ट हो होइन ए हो कसरी खाऊ त ए ल त ठिक भइहाल्छ भोलि जो आज धेरै पछि भिडियो बनाएँ अलिकति सर्ट नै बनाउँछु त्यति लङ चाहिँ बनाउँदिनँ धेरै लङ पनि बनाउँदिनँ ठिक छ राम्रो देखिरहेछ जताततै ओ भाइ भयो म चाहिँ एक राउन्ड भनेर आइसकेको छु भाइ झन्डै टल्किन लाग्छ हाम्रो यहाँ चाहिँ फेरि नयाँ बनाएको छु यहाँबाट तल जाने सिडी चाहिँ एकदम राम्रो बनाएको छु यो पनि हेरौँ न अस्ति नै बनाउँदै गरेको भिडियोहरू पनि मैले हालेको थियो पहिलाको भिडियोमा यस्तो दामी बनाएको छ यसरी बनाएको छु यो पाइप चाहिँ तल पानी लग्यो हो यस्तो दामी बनाएको छ कि वालहरू यस्तो दामी बनाएको छ हाम्रो गाउँको चाहिँ हाम्रो माइल बुवाले बनाउनु भएको यो एकदम राम्रो देखाएको छ यो बाँसहरू पनि रेडी गराएको छ यो चाहिँ पाएको लागि हो तलतिर भिडियोहरू एकदम राम्रो देखाएको छ आज मैले प्याजहरू पुरै गोडेर आएको तलतिर एउटा चाहिँ प्याजको मैले पहिला देखाएको थिएँ त्यहाँ चाहिँ अब अलमोस्ट सबै रेडी भइसकेको छ एकदम दामी छ भिडियो पनि एकदम राम्रो आइरहेछ आज मौसमै राम्रो छ त्यही भएर पनि हो कस्तो दामी छ हाम्रो घर पनि माथितिरको सबै देख्छ दामी देखिरहेछ दामी देखिरहेछ होला फेरि यहीँबाट माथि जानुपर्छ होइन अब त अलिकति जाउँ अलिकति हाम्रो त घर पनि हेर पराएको छ हौ त्यसरी यस्तो स्पिड आएको छ एकदम क्लियर भ्यू विन्डी छ यहाँ चाहिँ खोर्सानीहरू लगाइसकेको छ आज मैले अस्ति लगाएको दामी देखिरहेछ हौ मासतिर भिडियोहरू राम्रो देखिरहेछ त्यस अभोकाडो पनि फल्न लाग्छ दामी आइरहेछ होला भिडियो यहीँबाट माथि जाउँ होला अझ कुखुरा पालन छ क्या फेरि यहाँभित्र कुखुराहरू छ गिरिरहेछ पनि सही रहेछ बच्चाहरू
मजाले यो फल्ने भएको छ अब अभोकाडोहरू पनि फल्छ अब यो पुरै यो प्लमहरू पनि मजाले भइसकेको छ अबको 1-2 महिनामा चाहिँ पुरै कति खाने हुन्छ यो मजाले पाक्छ पनि ठिक छ हरियाली देखाएको छ जताततै है राम्रो छ भ्युज योहरू गाउँघरतिर यस्तो त हो नि पुच्चे धोइस अलिक स्याम्पू पुग्नु ल अलिकति ल पुच्चे ल त हो अब तलतिर होमस्टे पनि जाउँ नि त एकछिन अलिकति भए पनि तलतिर पनि अलिकति भिडियो बनाएर हालिदिउँ न हुन त सबै चिन्डा नै हो कतिपय भिडियोमा मैले आफ्नो होमस्टेको बारेमा सबै हालिरहेको हुन्छु सबै हालेको पनि छ पहिला पहिला हाम्रो होमस्टेको सबै चर्चा परिचर्चा मैले गरेको छु यही हो मजाले हेरिदिनु होला भिडियो सेयर गरिदिनुहोस् त्यही हो यो चाहिँ हाम्रो गेस्ट रुम हो क्या यहाँ चाहिँ हाम्रो गेस्टहरू हो खास यो ग्रुपिङ रुम पनि छ फ्यामिली रुम सबै छ हाम्रो यस्तो छ यो चाहिँ फ्यामिली रुम हो 2टा बेड छ यो चाहिँ यता चाहिँ हाम्रो खास ग्रुपिङ रुम हो क्या यो चाहिँ ग्रुपिङ रुम हो यहाँ चाहिँ 10 जनासम्म मजाले बस्न सकिन्छ यहाँबाट देखिने भ्यू सबै देखिन्छ तल सनराइज हेर्ने बिहान चाहिँ यहाँ मजाले देखिन्छ सनराइजहरू दामी देखिन्छ यहाँबाट एकदम राम्रो देखिन्छ यहाँबाट यता चाहिँ रमाइलो गर्ने गेस्टहरू रमाइलो गर्ने चाहिँ यही हो मजाले बारबिक्यु गर्ने सबै यही हो राम्रो बार गरेको छ यहाँ ठिक छ अब माथिल्लो तलामा पनि जाउँ क्या हो माथिल्लो तला पनि जाउँ न यसरी माथि जाउँ माथिल्लो तला माथिल्लो तलको रुमहरू पनि मैले अस्ति नै देखाइसकेँ हो खास देखाउनु त माथिल्लो तलको रुमहरू पनि राम्रै छ माथिको चाहिँ अट्याच बाथरुम हो झन् तलभन्दा स्ट्यान्डर्ड छ यहाँबाट देखिने दृश्य चाहिँ फेरि एकदमै राम्रो छ नि त तलतिरको भ्यू चाहिँ एकदम नम्बर 1 छ नि त फेरि दामी देखिरहेको हुन्छ यो चाहिँ हाम्रो यस्तो छ यो चाहिँ दामी छ यो चाहिँ स्ट्यान्डर्ड हो तलको भन्दा अट्याच बाथरुम हो यहाँ मजाले सबै व्यवस्था छ 2टा रुम चाहिँ सेम हो तलतिरको दृश्य चाहिँ यही हो फेरि दामी देखिन्छ दामी देखाएको छ यहाँ पनि रमाइलो गर्ने ठाउँ नै हो गेस्टहरू ग्रुप 2टा भयो भने चाहिँ यहाँ पनि रमाइलो हुन्छ एउटा ग्रुपले चाहिँ तल गरे हुन्छ दामी देखाएको छ ल यसरी फुलहरू झुन्डाउँदाखेरि राम्रो देखाएको छ ल भिडियो पनि लङ भइसकेको छ अब अरू बाँकी चाहिँ नेक्स्ट भिडियोमा है त यो एकदम लङ टाइमपछि बनाएको भिडियो हो बारीहरू पनि पुरै मकैहरू रोपिसकेको छ हाम्रो चाहिँ दामी देखाएको छ तलतिर दामी देखाएको छ हो दामी छ सब रेडी छ सबतिर मकै लगाइसकेको छ दामी छ